हेलो साथीहरू, तपाईँलाई म एउटा गाउँ खाने कथा सोध्छु ल। जानेकोले कमेन्ट गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है। यो मेरो नयाँ आइडी हो, नयाँ युट्युब च्यानल हो। पहिला पहिला के गाउँघरमा मकै सोर्न जाँदाखेरि होइन, सानसानो हुँदाखेरि के साथीहरूसँग खानापिना खाएर साथीहरूसँग मकै सोर्न जाँदाखेरि द्यालो बालेर झर्को बालेर मकै सोर्दाखेरि रमाइलो कुराकानी अनि रमाइलो गाउँ खाने कथाहरू बुढा पुरानले बाजे बजेले आमा बाले सुनाएको कुरा के तपाईँलाई याद छ कि नै, तपाईँले कतिले सुन्नुभयो। गाउँघरमा बसेको मान्छेलाई त थाहा हुन्छ है। अब मकै सोर्न जाने अब कति पहिला हुनसक्छ, कति पहिला, तर प्रायः थाहा हुनसक्छ। त्यो कुरा एउटा म भन्न गइरहेको छु। मकै सोर्दाखेरिको के रमाइलो पल साँझ पखको कसैलाई थाहा छ भने भनिदिनु ल, कमेन्ट गरिदिनु होला है। धार्नी र बिसौली दुई हातले उचाली के होला त्यो, ल कमेन्ट गरिदिनु होला है। जानेकोले कमेन्ट गरिदिनु होला है। यति छ है, ल।